सबै कुरा दिनुभयो तर सहयोग दिनु भएन यसपालि। होइन त्यो पनि दिन्छु चाहिँ भन्नुभएको छ। अनि बाटो रेल होइन अनि पुलहरू चाहिँ बनाउने कुरा भयो। होइन रेल चाहिँ हिँड्ने बेलामा प्याकिङ गरिदिउँ कि भन्नुभएको थियो। मैले फेरि एउटा रेल ल्याएर 2-4 नातिलाई मिलाउन नसकुँला। खेल्न त रहर गर्छन् तर अहिले त्यो रेल ल्याइहाल्ला बच्चाको झगडा पर्ने हो कि भन्ने म आफैलाई अलिकति डर र सङ्कुचित पनि भयो। त्यसकारण मैले गङ्गालाई अहिले रेल नलैजाउँ भनेर त्यो प्याकिङ गरेर रेल पनि उहीँ छोडियो। अनि 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 बाटो चाहिँ उहाँले के भन्नु भने जबसम्म तपाईँहरूले नेपालमा यो खाने बाटो बन्द गर्नुहुन्न तबसम्म हामी यो गाडी कुदाउने बाटो चाहिँ दिन्नौँ भन्ने त्यो चाहिँ ठोक्कै गर्नुभयो। अब साथीहरूलाई अनुरोध पनि छ हामीले यो खाने बाटो अलिक बन्द र कम गर्नुपर्छ। ठिक छ। अनि अनि पुल के त पुलको कुरा भएन? पुलका कुरा भन्दा पनि यसपालि हामीले अलिकति झुललाई महत्त्वपूर्ण दियौँ किनकि जताततै यो लामखुट्टेको टोकाइ डेङ्गुको हनाइ देख्दा अहिले अध्यक्षज्यूको पनि अवस्था त्यही झुल नभएकै कारणले हो कि भन्छु क्या। यो पक्कै ठुलो लामखुट्टेको कारण त होइन सानै लामखुट्टेले हो। त्यसकारण पुल भन्दा पनि झुल भए हामीलाई पुग्छ भन्ने कुरा मैले गरेको छु। त्यो पनि छिट्टै आउँछ होला भन्ने आशामा छौँ। ए भनेपछि पुलको साटो झुल आउने भयो। पुलको साटो यसपालि हामीले झुलमै चित्त बुझायौँ। अनि 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 सुन्नु न हजुर यो अनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त चाइनाले बनाइदिएको चाइनाले बनाइदिएको विमानस्थल भनेर अरू प्लेनहरू आएका छैनन् अनि चाइनाको प्लेन ल्याउने कुरा भयो कि भएन त? तपाईँले यो बडो गम्भीर प्रश्न पनि उठाउनु भयो। मैले पनि त्यहाँ भने तर मैले के भने हामीलाई अहिले रेगुलर उडाउँदा अलिक समस्या होला। 3-4 महिनामा एकखेप त सानो हुन्छ नि ट्विटर टाइपको हो त्यो पठाइदिनुहोस्। हामी यहाँ 2-4 दमकल एम्बुलेन्स तयार पारेर भव्य माने बाजा बजाएर नुहाई धुवाई सहित स्वागत गर्छौँ होइन। अब त्यही हिसाबले उहाँलाई मन पर्यो भने वर्ष दिनमा 2टा जति ठुलै जहाज पठाइदिनुहोस् बरु हामी नेपालमा सार्वजनिक विदाई दिन्छौँ भन्ने मैले प्रस्ताव राखेको छु। त्यसपछि त कमसेकम अन्तर्राष्ट्रिय विमानस्थलको शोभा त बढ्यो। अन्तर्राष्ट्रिय विमान त कमसेकम आइरहेको छ। त्यो अन्तर्राष्ट्रिय विमान पनि त युटिलाइज भयो भन्ने सन्देश देशभरि मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि हामी फैलाउन चाहन्छौँ। अनि अर्को यता फेरि भैरवा एयरपोर्ट पनि छ नि त? होइन तपाईँ त्यो त सिम्पल कुरा। हामी पोखरामा ल्यान्डिङ गर्छौँ भने त भैरवा हुँदै भैरवाकै एयरपोर्टबाट माथि उडाएर ल्याउँदा त भइगयो नि। जसरी पनि बिजी राख्न त त्यही हिसाबले हामीले एउटा सहमति पनि भनेपछि पोखरै ल्यान्ड गर्ने अन्तर्राष्ट्रिय विमान भैरवाको एयरपोर्ट हुँदै ल्याउने दुईटै एयरपोर्ट बिजी हुन्छ र दुईटै चलेको जस्तो पनि देखिन्छ भन्ने कुरो हो।